भोले बाबा के प्यारे हेर्दा हेर्दै आज हाम्रो यहाँ आफ्नै मुलुकमा पर्दा पछाडिको कालो शक्तिको घोर षड्यन्त्रले र असाध्य चर्बीले जनजीवन अकालै मर्दै गइरहेका मर्ने नै भइरहेका पूर्वी युरोपतिर त हिजो आज तीव्र गर्मीले जनजीवन सोतर हुँदै पो गइरहेको छ। यो 81 अचाक्लिक गर्मी कहाँबाट आयो? वैज्ञानिकहरू मुखदर्शक भइरहेका छन्। बाँकी विश्वका जनता त कुपित धनाढ्यहरूको कालो प्रयोगशालाको प्यालाले घुत्रुक लड्ने पो भइरहेका छन्। नासिने बेलामा नाभिदेखि नै गलेर आउँछ भन्थे, अहिले हेर्दा त त्यस्तै पो हुँदै गइरहेको छ। ग्लोबल सुप्रिमेसी पनि कलुषित भइरहेको छ। क्षेत्रीय अखण्डता पनि दूषित हुँदै गइरहेको छ। यस्तो अवस्थामा त जनजीवनका राष्ट्रियता त लोकल पो भइहाल्यो त। त्यो लोकल पनि जनताको फोकल भइदिए त हुन्थ्यो। पर्दा पछाडिको कालो षड्यन्त्रले कता कतातिर हुर्याएर अनर्थ पो हुँदै गइरहेको छ। यस कुराप्रति कसको ध्यान जाला त? यहाँ त सब फाइदा र कायदामा दौडिरहेका छ। यता र त्यताका मोतीमा लागेका तथाकथित दुख्याचा नेताहरू त झाडो टार्ने र घाँस मात्रै दिएर बदबुहास पो फैलाउँदै गइरहेका छन्। जनजीवन र रैथानेहरू त ओइलाउँदै पो गइरहेका छन्। माफिया, तस्करी, अपराधी र बिचौलियाले उत्पन्न गरेका किचौलियाहरूले त यहाँ दग्ध पो गरिरहेका छन्। मुलुकभरि छरिएर बसेका जनजीवन र रैथानेहरू मन्त्रमुग्ध भएर आफ्नो जन्मेको थाप तलमा बस्न सकिरहेका छैन। यहाँ बाठा टाठा बनाउँदाहरू बुझपचार बसिरहेका छन्। दिमागमा उकुस पल्टाएर बसिरहेका छन्। लाज घिन शरम सबै पचाएर बसिरहेको। जय हो उल्लु भैया। परम प्रिय मित्रहरू, यो घोर षड्यन्त्रको अवस्थामा आफ्नो सद्बुद्धि खुलाउनुहोस्। आफ्नो मुलुकको खातिर सधैँ सचेत हुनुहोस्, सजग हुनुहोस्, सक्रिय हुनुहोस्, सङ्गठित हुनुहोस्, सक्षम हुनुहोस्, सबल भइरहनुहोस्, सम्पन्न भइरहनुहोस्। सम्पन्न भन्नाले भावना, आत्मिक, मानसिक, भौतिक तिनै रूपमा हुनु पर्छ। तब मात्र उभो लाग्छ, नत्र अधोगतिमा समाप्त हो। अकालै जीवन समाप्त गर्नुपर्ने बाध्य स्थिति। समयमा साध्य गर्न सक्नु भएन भने भुतिएर गति छाडेको अवस्थामा पुग्नु पर्छ।